थाहा भयो अचानक यता आउनु पर्ने उता छिर्नु पर्यो है यसरी झुक्क्याउँछ र बस गरियो। अब सुनवाई आउला। अब लघुवित्त पीडितहरूको पीडा यति धेरै छ, यसका विरुद्धमा पनि अब मुद्दाको प्रक्रियामा पनि जानुपर्छ। यिनीहरू सबैलाई एक छत्र रित हालेर अब अगाडि बढ्ने कुराहरूमा पनि यहाँहरूलाई म आग्रह गर्न चाहन्छु र न्यायको करिब हामी पुगिसकेका छौँ है। यो कुरा बुझ्न जरुरी छ। यहाँले न्यायको लगभग करिब हामी पुगेका छौँ। न्याय हुन्छ, यसरी ठग्न पाइँदैन। 1 लाख रुपियाँ लिने अनि 1 लाखको 80,000 मात्रै दिने, 1,60,000 ब्याज वर्षभरि असुल्ने, 80,000 को 10,000 ब्याज होइन त। त्यही हो बुझाएर ल 80,000 दिएपछि 10,000 महिनाको ब्याज। जागिरी गर्नै परेन। 80,000 छ भने जागिरी गर्नु परेन। हेर्नुहोस् त यसरी ठग्न